नमस्कार साथीहरू, आज चाहिँ है म चाहिँ अर्ग्यानिक चाहिँ न्युरो के पाइन्छ जङ्गलतिर त्यही खाम्ला भनेर आएको थिएँ होइन। तर चाहिँ केही पाइएन। वहाँबाट त्यता मास्तिर सबै घुमेर आएको हो होइन। यहाँ आउने बित्तिकै चाहिँ मलाई चाहिँ के भयो भने एउटा 2064 सालको घटनाको याद आयो क्या। यहाँ चाहिँ है यो ठाउँमा चाहिँ एकजना माथि बस्ने को घरमा चाहिँ शङ्खा रहेछ कि होइन। शङ्खा चाहिँ दिनमै पनि बज्ने, तु गर्ने अरे, कति बजेतिर बस्ने अरे कि त्यो शङ्खा। अन्त त्यो घरको मान्छे त चेन्ज भयो। यो घरको यो गाउँको मान्छेलाई त सबैलाई थाहा छ होइन, यो चाहिँ लसुने गैरा हो है। अनि त्यो मान्छेले चाहिँ त्यो मान्छेहरू चाहिँ मरेर गइसकेपछि चाहिँ अर्को आएर बस्यो कि। अर्को आएर बस्दाखेरि चाहिँ त्यो घरमा चाहिँ त्यस्तो बज्ने खालको चाहिँ शङ्खा रहेछ अरे कि है। तिनीहरूलाई चाहिँ कस्तो लागेछ अरे होइन, यो जतिखेर नि किन बजिरहेको छ, के गरेछ भनेर चाहिँ त्यो मान्छेहरूले चाहिँ यता फालिदियो अरे। यो सिधा यो तलतिर फालिदियो अरे होइन। फालिदिएको त त्यसपछि चाहिँ के भयो अरे भने साथीहरू है, त्यसपछि फालिसकेपछि चाहिँ यता गाउँघरतिर चाहिँ हल्ला पनि भयो अरे कि। हल्ला भयो कि ल त्यो त्यस्तो बज्ने शङ्खला त यति पर्छ भनेर है, 1.5 करोड 1 करोड पर्छ भनेपछि त यताकै यो गाउँलेहरू प्राय यो गाउँलेहरू सब आएर यहाँ खोज्न सुरु गरे क्या। यहाँबाट सर्लक्कै लिएर वहाँ माथिसँग चाहिँ सबैले खोज्ने के है। यो लसुने गैरा हो, सबैले खोज्ने। अनि त्यहाँबाट चाहिँ कोहीले पाएन। त्यो चाहिँ 1-2 दिन अगाडि चाहिँ घाँस काट्नेले दाल्ने भेट्दो रहेछ है त्यसलाई। अनि गोठालोले आउँदा पनि भेटेको रहेछ है। अनि त्यतापट्टि अन्त चाहिँ मै पनि आएँ के। मै अब साथीहरू सबै आयो भनौँ न, म मात्रै होइन, म सम्पूर्ण आएर चाहिँ ल कसको भाग्यमा कस्तो हुन्छ भनेर बिहानदेखि बेलुकासँग यताबाट सर्लक्कै खोजेर गएको मान्छे हो। अझै हाम्रो यो गाउँको मात्रै नि होइन, अर्को गाउँको अर्को वडाको मान्छे पनि आएर त्यतिखेर चाहिँ यहाँ चाहिँ सर्लक्क आएर त्यो शङ्ख चाहिँ कहाँ पुग्यो। अब त्यो गोरी हेर्न आउने मान्छेले भेटाएकोलाई अलिकति तलतिर फालिदिएको भन्ने, घाँस काट्नेले आएको भेटाउँदा नि अलिक तलतिर फालिदिएको हो भन्ने है। त्यसो गर्दा चाहिँ जे होस् त्यो चाहिँ अब शक्तिको भयो भने पतन हुन्छ भन्थे, नभन्दै त्यो चाहिँ कता बिलायो कि कहाँ गयो के गर्यो है। अब अनि सर्लक्क तलदेखि माथिसँगै खोज्दै हिँडेको हामी। तर केही भएन, केही पाएन। त्यसपछि चाहिँ त्यसपछि चाहिँ त्यत्तिकै चाहिँ उ भयो, पतन भयो। हामी अहिले चाहिँ मलाई हाम्दाखेरि चाहिँ ठिक्क याद आयो क्या त्यो कुरो चाहिँ। हो यार यसरी भनेर। आज चाहिँ म चाहिँ जङ्गलतिर आएको थिएँ है। वहाँ भन्दाखेरि वहाँ विदेश हुँदाखेरि भनिन्थ्यो नि त, ए त्यो मासु मात्रै खाएर ल ज्यान बढ्यो के अरे। वहाँ हुँदा त बरु अलिकति म बरु यसो एक्सर्साइज गरेर यता गरेर रनिङ गरेर है जे भयो नि होइन यार। वहाँ नेपाल गइसकेपछि त म त मासाले अर्ग्यानिक कुरो नै खान्छु। अर्ग्यानिक जसरी नि नेपालमा त गइसकेपछि त अर्ग्यानिक हुन्छ सामानहरू, त्यही खान्छु भनेर आएको मान्छे हो कि। वहाँ अब मासुहरू खाँदा वाक्क भएर के है। तर झन् यहाँ आएर त अहिले त म त 3 किलो बढी भ्याइयो। अब आएदेखि मासु टुटेको छैन है। अरू यसो सागसब्जी खायो भने एक दिन खाइन्छ, अर्को दिनबाट सागसब्जी पनि के खाने हो र भन्ने हुन्छ। अब यहाँबाट अब उ गरेदेखि आफ्नो ज्यानको लागि हो भने यसो अर्ग्यानिक चिज खान आउँछु भनेर पुरै जङ्गल चार्दा पनि मैले केही पाइनँ। या मैले नचिनेको हो कि होइन। मैले न्युरो त मैले त चिनेकै हो, सबै कुरो चिनेकै हो। सानोमा त पुरै बटुलेरै लिएर हिँडेको मान्छे हो। त्यो ठाउँमा गएर हेर्दा केही पनि छैन। मान्छेले काम गर्न छोडेपछि त यो वनमा हुने, यो जङ्गलमा हुने सामानहरू पनि हराउँदै जाँदो रहेछ के, हराउँदै जाँदो रहेछ। ल उ बेलामा हामी केही नभए नि कति घरको मान्छेहरू आउँथे
उ गर्नलाई, यहाँ गाई गोरु हेर्नलाई यतापट्टि है, यतापट्टि गाई गोरु हेर्नलाई चाहिँ कतिजना आइन्थ्यो। तर त्यो सबै मान्छेले एक मुठा निउरो नभए केही न केही तरकारीहरू लिएर गएकै हुन्थ्यो कि यो बेलाको बेलामा चाहिँ, यतिखेरको समयमा चाहिँ। अहिले त केही छैन साथीहरू है। आइयो त्यत्रो दुःख पाइयो, केही लिएर गइएन आफू। अनि ल हिँडेपछि त भगवान्ले पुर्याउँछ भन्छ है। मलाई त खै त नि खोइ एउटा दुइटा भन्दा देख्दै देखिनँ। अब त्यो एउटा दुइटा टिप्नलाई मलाई झ्याउ लाग्यो। के गर्नु त, खाउने ब्रोइलर कि घरमा कि माछा कि गिरिराज कि के। ओहो, नेपाल आएपछि त होइन, एक दुई दिनको लागि पनि के उहाँ गइसकेपछि हो मुख बार्ने भनिन्छ। तर जे जस्तै भए पनि है, टक्क लाएर चाहिँ नेपाल आइसकेपछि चाहिँ 2-3 किलो अझै मोटै भइयो। पहिला उहाँ आउँदा यता त्यता गर्थेँ है, एक्सर्साइज। उहाँ हुँदा त एक्सर्साइज, बिहानमा एक्सर्साइज, त्यसपछि फेरि अब त्यस्तै खानकिमानी के त्यस्तै के है। यहाँ आउँदा त दुईटामै भात खाइएछ मजाले, दुईटामै नास्ता गरिदिएछ। अनि के यत्रो नमोटाओस्, काम केही छैन। उहाँ आउँदा त यसो तन्किने, यता त्यता जाने होइन, आफूलाई फिट राख्नुपर्छ भनेर सम्झिने। तर यहाँ आएपछि त त्यस्तो त नहुँदो रहेछ साथीहरू। के भने काम गर्नु पर्यो, कामसाम छैन। अब 1-2 महिनाको छुट्टीमा आउँदा नि के काम गरिराख्ने होइन। मैले नचिनेको हो कि अरूले त ल्याउँथ्यो होला 1-2 मुठा त, तर मैले त केही पनि पाइनँ। के गर्ने यार, अब त फेरि त्यस्तै भयो साथीहरू, त्यस्तै भयो। आजको अर्ग्यानिक सब्जी खान्छु भनेर म घरबाट निक्लेको, अब घरकाले चाहिँ कराउने भयो। अरू त त्यस्तै हो, घरकाले चाहिँ कराउनु। यस्तो अल्छीको पनि बात सुनेर हुन्छ भन्ने भयो झन् है। ओके, अल्छी भनौँ कि नभनौँ है। त्यही भएर मैले यो भिडियो पनि बनाएर लिएर आएको छु कि घरकोलाई देखाउन भनेर नि होइन। यस्तै छ कहानीहरू त कति छ है। यहाँबाट पनि यो पनि उता, यो चाहिँ सर्लक्क यहाँबाट चाहिँ पाइप हालेर उता पानी कटाउनको लागि हो। तर यो चाहिँ किन यहाँ चाहिँ पाइप हाल्दैन? पहिला त पाइप पनि हाल्ने थियो, बजेट परेर यस्तो गरेको कुरोमा फेरि अहिले फेरि भएन छ। हुन त आजकल मान्छेहरूले सिँचाइमा जस्तै उ गरे नि, मान्छेहरू काम गर्ने मान्छेहरू छैन प्राय। हरेक घरको मान्छेहरू पहिला त अब कस्तो खालको कस्तो हुन्थ्यो भने, जस्तो धेरैकै घरबाट, प्राय सबैको घरबाट विदेश हुन्थेन पहिला भन्ने नि। मेरो बाउले पनि होइन विदेश भन्ने कुरो एकचोटि इन्डिया चाहिँ गएको हो। इन्डिया गएर 6-7 महिना बसेर आएर यहीँ नै उ गरेको हो होइन, किसानी कामै गरेको हो होइन। प्राय सबैको मान्छेहरूको, धेरै मान्छेहरूको, पहिलाको मान्छेहरूको त्यही भएर नै सिँचाइ भएको हो क्या सबैजना। अहिले त प्राय सबै घरको मान्छेहरू एउटा न जति छ छोराहरू जति सबै बाहिर छ है। अब त्यस्तो भइसकेपछि अब नेपालमा कसले गर्ने काम? त्यो बाबुआमाले गर्दैन। अब आइज बाबुआमाले अब त्यो बुढाबुढी भएको बाबुआमाले कसरी सकोस् है। त्यही भएर अहिले त पुरा यता हेरे पनि जङ्गल, उता हेरे नि जङ्गल है। ताल पऱ्यो नि यतै पनि बाघ लुकेर बस्छ भन्छ। यतै पनि सबै हाम्रो बेलामा सर्लक्क काटिन्थ्यो है। अहिले त यहाँ बाख्राहरू यता लिएर आउने अन्त दिउँसै यहीँबाट बाघले पनि उठाइदिन्छ फेरि बाख्रालाई त। त्यस्तो छ है। त्यसो गर्दै ल है साथीहरू, तपाईँहरूलाई मनपर्छ भने भिडियोलाई लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु है। म फेरि पनि अर्को भिडियोहरू ल्याउँछु। केहीमा यति मैले बोलीमा मैले मिस्टेकले बाइचान्स केही मिस्टेक भएको छ भने तपाईँहरूसँग म क्षमा माग्दछु।
फेरि पनि अर्को भिडियोमा म तपाईँलाई फेरि अर्को भिडियो बालापनको कुराहरू फेरि पनि म अर्को भिडियोमा म चाहिँ सेयर गर्छु। त्यही भन्दै म बिदा हुन्छु। सम्पूर्णलाई 2 हात जोडेर बिदा माग्छु हजुर, 2 हात जोडेर नमस्कार।